पेन्टी खोला अनि पानी त लगा त्यहाँ लोड्ने ठाउँ छ है ओड्ने ठाउँ लोड्ने हेलो एभ्रिवान वेलकम टु माई युट्युब च्यानल अहिले चाहिँ 5:30 बजिसकेको छ अनि आज चाहिँ मम्मीको कान्छो हजुरबुवाको चाहिँ आज चौरस्ते पूजा छ अनि त्यही भएर चाहिँ हामी जान थालेको मेरी मम्मी पनि रेडी भइसकिन् मेरी मम्मी रेडी भइसकिन् हामी चाहिँ म र मम्मी भएर म मम्मी रेडी भएर निस्किन थालेँ हामी चाहिँ तल आइसक्यौँ म र मम्मी यही हुन्छ मम्मी अनि हाम्रो आन्टीहरू यहाँ बस्नु भएको छ अनि रेडी बाहिर आउँदै हुन्छ अनि जाने भनेको मम्मी रेडी भएर बाइक स्कुटीमा सरेर जाने खाने मामा घर आज म कुर्ता लगाएको छु कि अनि राम्रो छ हजुर आफूले मन पराइस भइहाल्यो म पहिला पढेको स्कुल कलेज यही नै हो कालिका बालिका सेकेन्डरी स्कुल अनि यो चाहिँ हाम्रो तलपट्टिको क्यान्टिन थियो हामी चाहिँ अहिले जयकोटीमा छौँ हजुर दिदी जानकी नगर अनि यो बाटो चाहिँ सबले रिल्सहरू सर्ट्सहरू अनि त्यसपछि टिकटकहरू बनाएर हाल्छन् कि मलाई पनि कुनै एउटा क्याप्सन दिनु न म पनि राख्छु यस्तो गर्मी छ अहिले चाहिँ हावा नि हावा यो बाटोमा हिँड्यो भने चाहिँ हिँडिरहन मन लाग्यो कि यो बाटो सिधै सिलौरीसम्म नै जान्छ सिधै हामी चाहिँ 5:30 घरबाट निस्केको अनि 6 बजी पुग्नु भन्ने प्लान गर्नु चाहिँ हामी ठ्याक्कै 6 बजी किनभने अलिक कति 5:58 लाग्छ हामीले माथिसम्म पुग्न हामी चाहिँ घरबारी 10 बजीको छ नि त त्यही भएर अब 1 मिनटमा कि 2 मिनटमा पुग्छ ठ्याक्कै 5:59 चाहिँ हामी रोकियो ठ्याक्क त्यो ढोका खोल्ने बेलामा 6 बज्छ ठ्याक्कै 6 बजे नै पुगिने भयो हामी ठ्याक्कै 6 बजे हाम्रो नानी हामी दुइटाको आउटफिट चाहिँ यस्तो छ अनि आज नानी कतिको एक्साइटेड छौ स्पर्श दाइले चाहिँ यहाँ आइरन गरिदिनुहुन्छ अनि स्पर्श प्यारो भाइ टुकुर गर्दै आइरहेछन् टुल भइरहेको मान्छे चाहिँ अलि अल्छी हुन्छ नि कि एकदमै जस्तै हामीहरू होइन तिनटै एउटै ठाउँमा बसौँ किन हो हामी तिनजना चाहिँ दुईटा सिटमा टाइम अङ्कललाई चाहिँ स्पर्शले लोकेसन बताउँदै सुतिरहेको थियो सन्देश मन सुतिरहेको थिएँ हामी चाहिँ गाडीमा चढ्यौँ अनि लास्टमा क्या रमाइलो छ आधी चाहिँ दाइ आउनुभयो भर्खर नआएर सबैसँग भयो अब चाहिँ जान थालेको मम्मी आमाहरू चाहिँ भन्नु लगाउँदै गाडी चाहिँ के बसिरहेछ अनि हामी चाहिँ यहाँ दाइ हेलो अनि हामी एकैछिन यहाँ बसिरहेछौँ गाडी एकैछिन हामी सुतेर उठ्यौँ स्पर्शमा चाहिँ अनि टाइम खेल्दैछन् भन्नु दाइ कानका पलहरू धेरै भइसक्यो अब छेड्दैन अब छेड्यो भने नाकमा छेड है भित्रकै ठ्याक्कै मलाई चाहिँ उसको याद आउँछ त भैँसीको छेडा हुन्छ अनि ठ्याक्कै यता भैँसीको नाकमा अनि त्यसपछि यहाँबाट चाहिँ भैँसी लाउँछ मान्छे यस्तोमा कानमा यस्तो अड्काउँछ अघि नैको त्यो स्मारिका हो कि कसको बिहामा पनि यस्तो यहाँबाट लाउने दाइ फेरि यहाँबाट लाग्यो हजुर समारिकाको दाइले फेरि यहाँ छेडेर यहाँबाट झुन्डाएर यसो लाउने
होइन त्यो हातमा डिजाइन निकालिदिनु भयो हातमा औँठी लाउँछ अनि यतापट्टिसम्म चाहिँ चेन जस्तो लाउँछ नि है त्यो चाहिँ बहिनी पनि नाकमा यहाँ कल पार्ने मिल्छ त्यसपछि यताबाट यहाँ कान्छम्म यताबाट कान्छम्म काठमाडौँको मान्छेले क्या राम्रो लोजिक लाग्दैन क्या मम्मी यिनीहरूले के गरेछन् भन्दाखेरि काठमाडौँमा त त्यो के भन्छ अरे हुलदङ्गाहरू भइरहेको छ नि त त्यो राजाको कारणले चाहिँ बन्दहरू यताउति चलिरहेको छ नि त है अनि काठमाडौँ जाने मान्छेहरूले के गरेछन् भन्दा बसको अगाडि त्यो राजाको पिक्चर राख्दैछन् क्या के गरेको भनेर सोधेको है अब राजा नमान्ने मान्छेहरूले त जुलुसै निकालेको छैनन् तिनीहरूले केही गर्दैनन् राजाको पोस्टर टाँस्यो भने हामीलाई गाडी सुरक्षासँग हिँड्न त दिन्छन् भनेर गरेर रहेछन् क्या दिमाग हामी चाहिँ फाइनली कहाँ झऱ्यौँ दाइ हामी त्रिवेणी धाम अब मन्दिरको बाटो हिँड्दै अब त्रिवेणी पुग्नु हाम्रो मामाहरू पछाडि हुनुहुन्छ किन मैले भनेको कि यस्तो सजिलो कपडा कम्फर्टेबल कपडा लगाएर आउनु हामीलाई है खुट्टा लगाएर र म भएर हामी अगाडि जाँदैछौँ ऊ त्यहाँ करुवा जस्तै छ कि हो त्यो करुवा भनेको होइन यस्तो हुन्छ नि के अरे यस्तो त्यो बिहामा केटीले केटाको जला खाँदाखेरि यस्तो घुम्छ नि त्यही करुवा यस्तो राम्रो स्कुल जस्तो रहेछ मलाई चाहिँ कस्तो उता गए जस्तै फिल भयो लुम्बिनी यो आज बुद्ध जयन्तीको दिनमा लुम्बिनी गएको राम्रो हो नि राम्रो मस्तो कलेज छ यसको पूजा हुँदैछ अनि यहाँ दुईवटा ठुल्ठुलो हात्ती छ यहाँ मेरो टाउको माथि एउटा आँप छ कस्तो खान मन लाग्छ बाहिरको चोर बन्लान् चाहिँ सोध्छु मैले मामा माइजूहरू मम्मी सबै आउँदै हुन्छ थाहा भएन भने भन्नु चाहिँ 84 पूजा हुँदै रहेछ अनि हामी चाहिँ अगाडि जान थाल्यौँ हात त टिप्न पाइएन तर पनि पहिला बाबाले भन्नुहुन्थ्यो नि स्पर्श राखिदिनु भन्दा स्पर्श म त मासु खान्छु भन्थे माथि यहाँ त आशै नगर अगाडि जाऊ अझै साइड यता राइटतिर अझै राइट घुम हो पछाडि हेर त पछाडि पनि छ खैला आम देखाइदिनु चारवटा हामी चाहिँ आँप लिएर आयो यहाँ छ मिठो यो आफूले कहाँ राख्ने आँप ब्यागभित्र राख्यो अब चाहिँ जान्छौँ प्रगति चाहिँ हामी टिप्न नपाए पनि तर झरेको आँप चाहिँ टिप्यौँ झरेको टिपेर चाहिँ केही फरक पर्दैन सक्नुहुन्छ ताल यस्तो राम्रो भ्यूमा यस्तो राम्रो मान्छे त्यही त यस्तो तालमा यस्तो राम्रो ब्युटिफुल पर्सन हामीहरू चाहिँ यहाँ बसिरहेको छौँ भ्यूहरू हेर्दै भिडियोहरू पनि बनाउनु पर्ला हामी पनि आइमै ल के भन्छ पेन्टी खोला अनि पानी पानी यस्तो रमाइलो छ कुल ठन्डा कुल ओर्ने ठाउँ यहाँ चाहिँ मम्मी मम्मीहरू मामाइजहरू पूजा गर्दै सौदरा फुट खेलिन्छ अब चाहिँ हामी यात्रा पुरा भयो अब चाहिँ हामी 84 पूजाको लागि जान थाल्छौँ अनि यताबाट सभा पनि रेडी भइसक्नु भयो नुहाएर डबल के हालेर अब चाहिँ हामी गाडीमा जान्छौँ बाँदरहरू कति धेरै हामी त डर लागेर हामी त हिँड्यौँ हामी चाहिँ खाके बाँदरले घरि लगाएको थियो बाँदर सिमी खेला गएर हामी चाहिँ माथितिर आयौँ एक जम्बो यो बोतलमा चाहिँ हामी जलदिएर आयौँ
हाम्रो आमा साइडको ठुलो माइजू यतापट्टि चाहिँ सानो माइजू उतापट्टि त गयो। अब चाहिँ हामी मेन मन्दिरको दर्शन गर्न आयौँ। मामा र दाइ भएर चाहिँ दर्शन गर्दै उनको खुट्टा कस्तो राम्रो हाट गर्नु परेछ जसले गरे पनि तर मैले यसो ख्याल गर्दाखेरि कृष्णको 16,000वटा पत्नी भनेको त्यो नाममा हो कि इसको नोमिनल नाम भए पनि अब के अरे पत्नी भनेपछि पत्नी नै भयो अरे होइन दुर्गा दिदी। 16,000 तर राजाहरू पनि बोलाउँथ्यो होला नि हो 16,000वटा पत्नी आफ्नै छोराहरूको आफै नगइन उता नानी आप लिँदै हो आप लिँदै म चाहिँ उतापट्टि जान्छु। अब कति धेरै आप यसमा चाहिँ आप फेभरेट राखभित्र आप पार्टी जिन्दाबाद 8-9वटा त भइसक्यो अब बेच्न जानुपर्छ 11-12 बज्यो होला भन्ने सोचेको तर चाहिँ कस्तो भन्दाखेरि 4:45 भएछ हजुर राख्नु पर्ने रहेछ यहीँ राखेर जान्छौँ अब हामी 10 बज्न लागेछ है। अनि हामी मन्दिर घुमेर अनि नुहाएर सकेनौ है तपस्यामा सुरु हुनु देखेन हौ देखे तपस्या सुरु गर्नु जताततै राइनो रहेछ कि यसमा चाहिँ कोचीमा पनि राइनो म देखाउँछु ल त्यहाँ राइनो छ हो हामी चाहिँ अब यहाँबाट लाग्न थाल्यो। अब चाहिँ त्रिवेणी धाम आइयो कस्तो घाम चिरिक्कै चर्कियो राम्रो मन्दिर हेरियो राम्रो मन्दिर मैले भ्लगमा चाहिँ हाल्नै पाइनँ किन भन्दाखेरि फोन तलपट्टि लकरमा राखिदिनु भएको थियो। आउटर डायग्राम चाहिँ हामी देखाउँछौँ उल्टो बनाउने कसरी हो उल्टो यो चाहिँ सबैभन्दा राम्रो मन्दिर चाहिँ भित्र जाँदाखेरि फलाम माटो त्यो पाहाड छ नि सब खोलाले काट्यो खोलाले काटेको कस्तो राम्रो रहेछ डोजाले काटेको यो आँपको बुट्टामा आँपै छैन के खाने यो बुट्टा यो काम रहेछ नि दाइ माथि आँप छ थोरै छ लुकेछ कि उ त्यहाँ रहेछ नि आँप उ त्यहाँ टिप्नु मिल्छ आँप झरे थियो डेडी चाबी भित्रको ए ल पछाडिकोलाई सुरुमा जान दिउँ बस्दैछ स्पोर्ट्स गेम खेल्दै यता बस्दै बसिसक्नु भयो अनि सबैजना अब झर्दै हुन्छ हामीलाई भोक लाग्छ जाम सबै झरे खादियो निस्क्यो माइजु ल मन्दिर हो रे यत्रो ठुलो बाहुनको मन्दिर ए रामको म त बाहुनको सुनेको हामी चाहिँ भक्तेश्वर मन्दिरमा भक्त बोट चढ्नको लागि आएका छौँ उता बोट पनि देखाउँछ नि है कस्तो राम्रो उता इन्डिया हो यो एउटा टापु जस्तो छ है मेरो फेसलाई इग्नोर गर्नु होला यस्तो घाम छ आहारै नि हेर्न मिल्दैन कि यस्तो गर्मी कति रमाइलो गरे नि है ठुलो मी यही डुवामा है कति गर्मी छ है लागेन आनन्द लाग्छ हेर लगाएर कति मजाले गङ्गाजीमा बसेका जान्छु बोटिङ गर्न मम्मी पनि मेरो भ्लगमा आउने कुन हो बाल्मिकी आश्रम पारीको सीता चाहिँ सीता कति ज्वाइँ सिलौटाहरू छ जाम न बोटिङ 200 रुपियाँ हो भने सबैजनाले 20 रुपियाँ खाइ जाम एउटा बोटा 200 होइन पनि एकजनाको 200 हो यो चाहिँ मेन मन्दिर हो कस्तो शीतल यहाँबाट शीतल भयो अहिले अलि यहाँबाट अलि शीतल भयो उताको बिहार हो खाजा खानु जानुभएको थियो अब हामी पनि त्यतातिर जानु थालेको उता मम्मी ड्याडीहरू सब फर्किनु थाल्नु भयो फेरि दिदीहरू फेरि यता आउनु थाल्नु भयो अब खै के हो म बोट काउन्टर रहेछ रुक्नु लाग्ने बोटिङ गरेको कति हो 1 रुपियाँ 150
एकजनाको 150 अनि बोटिङमै त्यो सबै गर्दाखेरि चाहिँ कतिजना हो अनि सोधेको सबै भन्दा त्यो पर व्यक्तिको 150 लाग्यो ए 200 अनि सोचे हामी चाहिँ खाजा खान आलियो के खाँदै हुन्छ समोसा मटर भुजिया बाहिर के सामानहरू किन्न जानुपर्छ हामी चाहिँ भित्र आयौँ आइयो अब चाहिँ झर्न बाँकी छ पहाडको के अरे हामी फाइनली 84 म त कडै हो नि यो त देखाउ के यो सही हो लाउनु पर्छ त्यो लाउनु पर्छ के लाएर अस्ति देखियो यार लुकी जानु चाहिँ आप छोड्नु खतरा स्टाइलमा आप छोड्नु छ हेरे जस्तै गर्नुभएको छ तर आप छोड्नु भयो हाम्रो हजुरबुवा पढ्नुहुन्छ भुइँकटर यो हाम्रो बुवाले हामीलाई आँप काटिदिनु भएको छ ल देखाऊ को बुवा हो के हो हजुर बुवा हो म हजुरबुवा बुवा होइन हजुर बुवा हजुरबुवा अहिले आइसक्रिम खाएर अनि यतापट्टि बाहिरतिर जाँदैछौँ घुम्नको लागि अनि यस्तो गर्मी छ रुङ्गा लाग्यो सबैजनाले बोल्दैछ म चाहिँ बहिनीको सर गर्दैछु बाहिर भाइहरूले नानीको सर सानो रहेछ क्या हो सानो यत्रो यहाँ ए पछाडि म भएर चाहिँ अहिले हामी चिसो खान जान्ला हो तर पाउँछ कि पाउँदैन त्यो चाहिँ थाहा छैन होइन नि यो गर्मी कोक नखाइकन शीतलमा बसे पनि हुन्थ्यो नि हामीहरू त्यो त्यस्तो भएन कि हामीलाई अब एकदम गर्मी छ चिसो नखाइकन चित्तै बुझेन त्यही भएर हामी कोक खान जान्ला हो जम्बो कोक पनि किनेर अब हामी हिँड्न थाल्यौँ All that's the story got gone, by the way. अब ज्योति बाल्नुहोस् बत्ती आमा पनि हुन्छ म त यति बेरसम्म आमा मडपमा बसेर देखेकै थिएँ है अब पूजा गर्नुहोस् आरा भैमा राखेर आरा शिवा शिवा गङ्गराजः पितुर प्रायिधामभिः दिवः सदा गंसि बृहति व्यतिश आते सम्वर्धते तमः अब लिएर उठ्नुहोस् है सबै हरे हजुरआमाको चाहिँ 84 पूजाको टिकटाल हुँदैछ अहिले हजुरबुवा हजुरआमाको चाहिँ टिकटाल हुँदैछ कहाँ देखेकै छैन अहिले हजुरबुवा हजुरआमाको टिकटाल हुँदैछ हजुरबुवाको 84 दुईटै आमा र मनी कालो देखेको थिएँ तिमी त खतम के यस्तो फेस लिएर के मोडलमा जाने होला यार दाइ बहिनीको लगाएको कि मैले होइन अनि च्यात्तियो अस्ति मेरो च्यात्तियो अनि प्रज्ञाको लगायो प्रज्ञाको पनि च्यात्तियो अनि नानीको लगायो नानी पनि च्यात्तियो एउटा फेरि केही नि भएको छैन कि मेरो खुट्टा यसको तलको निस्किन लागेछ स्पर्शले आँप खाँदै बाहिर हिँड्दै आँप खाँदै मैले नि आँप खाँदै
मेरो साउन्ड चाहिँ एकदम सानो आएको छ कि हामी चाहिँ फर्किँदै थियौँ अनि गाडी नै बिग्रियो अनि गाडी बिग्रियो सब लाइन लाएर बस्यो उतापट्टि त्यसरी बस्नुपर्छ अनि गाडी चाहिँ बनाउनुहुन्छ म चाहिँ खालि ठ्याक्कै यो बुटुल भइरह भएको बाटोमै आएर गाडी चाहिँ हाम्रो पङ्चर भइदियो के हावा गयो कि यहाँ माइकहरू सबै बस्नुभएको छ पङ्चर भएर सब थाकेर बस्नुभएको छ यता गाडी पङ्चर हुँदा हुन्छ कस्तो फिल भइरहेछ नमजाक फिल भइरहेछ किन छिटो जान पाइन्थ्यो अहिले अलिकति ढिलो हो सब मस्त सुनिरहेको थियौँ कि अनि कहाँ आयो जस्तो भयो त्यस एउटा रमाइलो के भन्दा पऱ्यो होइन डर नपऱ्यो होइन अब चाहिँ यो टायर चेन्ज गर्ने बेला भयो मेरो फोनमा अब चार्ज सकिनु थाल्यो फाइनली गाडी पनि बन्यो अब चाहिँ हामी जान्छौँ अब चाहिँ म रुममा पुगेपछि म भिडियो बनाउँछु बाई बाई हामी अघि नै घर आयौँ मेरो फोनमा चाहिँ चार्ज थिएन अनि गाडी पङ्चर भएको थियो अनि हामी चाहिँ मामा घरमा गएर एकैछिन बसेर अनि घर आयो अनि आजको लागि म मेरो ब्लग इन गर्छु अनि यदि हजुरले मेरो ब्लग मन पऱ्यो भने लाइक शेयर सब्सक्राइब गरिदिनु होला सी इन द नेक्स्ट ब्लग बाई बाई